दर्शकबिन यति बेला फाइनली हामी दिल्लीमा आइसकेको जानकारी तपाईहरुमाझ गराउँदैछु भने दिल्लीमा उपस्थित भइसकेको तपाईहरुमाझ पहिले पनि जानकारी मैले गराइसकेको थिएँ। पक्कै पनि भिडियो हेरिसक्नु भयो होला र यति बेला हामी हाम्रा टिम लगायत हामी उपस्थित भइसकेका छौं भने कहाँदेखि हेर्दै हुनुहुन्छ कसले हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला र यदि नयाँ हुनुहुन्छ भने जोडिनु भएको छैन भने फलो गरेर जोडिनु होला भन्न चाहे र साथमा हुनुहुन्छ हाम्रा सिडिएम घरतीजी जो निकै नै तपाईहरुले पक्कै पनि देखिराख्नु भएको होला हिजो आज तपाईहरुको मोबाइलको पर्दामा र आज उहाँ सिडिएम घरती साथमा हुनुहुन्छ भने यतातिर मिस्टर आसारामजी हुनुहुन्छ र तपाईहरुले पनि पक्कै पनि देखिराख्नु भएको होला यहाँ आसारामजीले जो दंगाली कान्छा भनेर चाहिँ चिन्ने गरिन्छ भाइरल दंगाली कान्छा पक्कै पनि देख्नु भयो होला र त्यसैगरी म तपाईहरुमाझ एउटा सानो जानकारी लिएर आएको छु र जति पनि यस दिल्ली गुडगाउँ नोएडा स्थितमा जति पनि नेपाली हुनुहुन्छ हामीसँग जोडिनु होला र हरेक हप्ता टाइम सिचुएसन मिलाएर हामीसँग जोडिनुहोस् रमाइलो गरौला भन्दै म तपाईहरुमाझ हाम्रो सिडिएम घरतीजीसँग जोडिदै छु र हाम्रो सिडिएम जीले दुई चार शब्द तपाईहरुमाझ पनि राखिदिनुहुन्छ। ल हस् त धन्यवाद। नमस्कार सबैलाई, म सिडिएम घरती मगर र ल हाम्रो नेपाली दिदीबहिनी मान चाडपर्व हरितकालिका तीज आउँदै गरेको उसमा ल सबैजना आउनु होला, हाम्रो ग्रुपमा जोडिदिनु होला। हाम्रो टिममा प्रत्येक हप्ताको हामी एक दिन हामी समय भन्ने नै छौँ। ल सबैजना आउनुहोस् र रमाइलो गर्नुपर्छ तीजमा है। रमाइला जसले गाउन जान्नुभएको छ, जसले मादल बजाउन जान्नुभएको छ, जसले बाँसुरी बजाउन जान्नुभएको छ, आफ्ना कला प्रस्तुति गरेर सबैजना आउनुहोस् र ल सबैजना हामी तीजसम्मलाई हामी प्रत्येक हप्ता प्रोग्राम गरेर हाम्रो तीजसम्मलाई एकदम पर्फेक्ट हुन। हजुर, त्यसपछि दुई चार शब्द हाम्रो दंगाली भाइरल कान्छा अर्थात् आसारामजी सँग पनि राख्दैछु। हजुर, तपाईहरुले हाम्रो दर्शकहरुलाई केही दुई चार शब्द राखिदिनुस् त। नमस्कार, म भाइरल आसारामजी। हजुर, आउँदै गरेको हरताल तीजमा हाम्रो टिममा उपस्थित हुनुहोला हजुरहरू। त के भन्न सकिन्छ र हजुरहरू। हजुर यस्तै हो हैन। हजुर, आउँदै गरेको तीजमा आउँदै गरेको तीजसम्मको लागि जोडिनु होला, फलो गर्नु होला भन्दै हामी चाहिँ यति बेला तपाईहरुमाझ एउटा सानो जानकारी लिएर तपाईहरुमाझ भिडियो प्रस्तुत राखेका छौं र कहाँदेखि हेर्नु भएको छ कसले हेर्नु भएको छ कमेन्ट बक्समा राख्नु होला आफ्नो प्रक्रियाहरू भन्दै यति बेला हामी यस भिडियोबाट बिदा हुन चाहन्छौं। अर्को भिडियोमा भेटौँला। हस् त, नमस्कार।